डोजर लगाउनु पर्ने र कानुनको डन्डा लगाउनु पर्ने चाहिँ भ्रष्टाचारीहरूमाथि थियो र भ्रष्टाचारीहरूले चाहिँ जम्मा गरेको सम्पत्तिमाथि थियो। तर चाहिँ नेपालमा बालेन सरकारले चाहिँ डोजर सुकुम्बासीहरूको बस्तीमा लगायो। परिणामस्वरूप चाहिँ बालेन सरकारलाई चाहिँ ठेक्न गाह्रो हुने स्थिति चाहिँ देखा पर्यो। काठमाडौँको सुकुम्बासी बस्तीमा बालेन सरकारले डोजर लगाएर चाहिँ तहस नहस त बनायो, तर देशैभरि रहेका 40 लाख सुकुम्बासीहरू चाहिँ चुप्प लागेर बस्ने अवस्था देखिएन। देखियोस् पनि कसरी? आफ्नो चाहिँ बासै चाहिँ उठ्ने भएपछि, आफ्नो घाँसै छुट्ने भएपछि, छोराछोरीहरूको चाहिँ स्कुल नै बर्बाद हुने भएपछि, पढाइ नै चाहिँ बर्बाद हुने भएपछि देशैभरि छरिएर रहेका चाहिँ 40 लाख सुकुम्बासीहरूको मनले कसरी मान्छ? मान्ने कुरा पनि छैन। मान्छेको सामान्य जिउन पाउने अधिकारमाथि चाहिँ त्यत्रो प्रकारको बर्बरपूर्ण आतंक चाहिँ देख्दाखेरि हाम्रै मनले त मानेन। हामीहरू चाहिँ बोल्नुपर्ने स्थिति आयो भने ती चाहिँ पीडित सुकुम्बासीहरूको मनले कसरी मान्छ? परिणामस्वरूप चाहिँ बालेन सरकारका विरुद्धमा चाहिँ एकताबद्ध भएर चाहिँ दाङ उठ्यो, नेपालगञ्ज उठ्यो। नेपालगञ्जमा साना साना स्कुले बालबच्चाहरूले चाहिँ सडकमा आएर चाहिँ प्रदर्शन गर्नुपर्ने भयो। बालेन सरकारका विरुद्धमा चाहिँ नारा जुलुस गर्नुपर्ने स्थिति देखा पर्यो। बर्दिया उठ्यो, त्यसै गरी कैलाली उठिरहेको छ, पोखरा काँसी उठिरहेको छ, बुटोल उठिरहेको छ, पूर्व झापा उठिरहेको छ। कर्मिक रूपले चाहिँ यो आगो, यो डढेलो बालेन सरकारका विरुद्ध चाहिँ देशैभरिबाट उठ्ने अवस्था देखा पर्यो क्या। खोइ त मानवीय संवेदन, मानवीय संवेदनै नराखेर जबरजस्ती चाहिँ घरबार बिहीन बनाइदिने।